फाइनली गाइस आज ब्लग होइन पुरानो एलटी ब्लगमा सबैजनालाई ह्याप्पी तिहार सबैजनालाई टिकाको शुभकामना सबै दिदीहरूलाई पनि है सबै दिदीहरूलाई दिदीबहिनीहरूलाई मेरो तर्फबाट चाहिँ ह्याप्पी तिहार राम्रोसँग टिका होइन तिहार राम्रोसँग मनाउनु सबै साथीभाइहरूलाई पनि र आज चाहिँ हाम्रो अब टिका लाउनु भयो भइसकेको छ अब टिका लाउनु पर्ने हुन्छ यहाँ छ कान्छी दिदी कस्तो नबना भन्छ बनाउने होइन हो कि होइन भन्नु त ए नसकिने भयो दुइटा दिदी छ त्यही पनि यस्तो छ हालत हामी छ्यामा धेरै राम्रो हुनुपर्छ तर हो काला जादु गर्ने इन्डियनहरू लाउनु जस्तो देखाएको छ इन्डियन त इन्डियन हो होइन अलिकति अब हुन्छ नि कस्तो खालको पुजारीको बुढी जस्तै देखेको छ हो त्यस्तै देखाएको ल अब हामी चाहिँ टिका लाउनु पर्ने हुन्छ होइन दिदीहरू सबै रेडी छ त्यहाँ जेठी दिदी यहाँ छामा यहाँ भाइ बोले गर्ने होइन घरको कान्छी छोरीहरू चाहिँ यस्तै हुन्छ है जेठी चाहिँ रुने चाँडो जेठी दिदी राक्षसहरू भन्यो हौ दाजु यहाँनिर चाहिँ अफर गर्नुपर्ने रे हात पक्रिनुपर्छ क्या त्यो भिडियो अफर हात हेर्नु पहिला मिलन त्यसपछि माइला काकाको त यहाँ त बत्तिन्छ त अनि कान्छ अब राम्रो राम्रो लाग्छ मलाई गर्ने रे होइन हातमा थाल हाने गर्छ लास्ट छुटिसक्यो कान्छी दिदीहरू यस्तै हुन्छ कि सबैको कमेन्ट गर्नु पऱ्यो हाने गर्ने प्याट गरेर बोल्ने यहाँ हुनुहुन्छ पुजारीको बुढी दाहिने हातले एकै तामा मलाई समाता यहाँ सबैले हातले बचाउनु नि फेरि ल कोड्यो ओए तेरिका छोप्नु न छोप्नु अब यता भित्र जानुपर्ने हुन्छ टिका यहाँ लाउनु पर्ने हुन्छ यहाँ कस्तो हो यस्तो बस्यो नि हुन्छ त मेरो त आशीर्वाद केही छैन राम्रोसँगले गरिखाऊ भन्ने मात्रै सुझाव यस्तरी घुमाउने क्या पर्ने सुझाव भरे उल्टाबाट घुमाएर आशीर्वाद के सुझाव हो टिका लगाइदिउँ त म के गर्नु टिका लगाइदिएर ल यसो गर न एकजनाले टिका लगाइदिनु ठुलोले सानोले नाटकमा लाउँछ लगा नभए दाजु होइन भाइ टिकामा लाउँदा हुन्छ मिलन चटक नदेखा पटक हुन्छ सेतो टी सर्ट त लगाएको छैन नि ए यिनीहरूलाई गिफ्टै निकालेको छैन गिफ्ट निकाल्नु त यिनीहरू त यस्तो त्यो त ठिकै छ क्यामेराको उयो आयो फेरि चाहिँ टी सर्ट चाहिँ महँगो ल्याएर पैसा चाहिँ थोरै दियो टी सर्टको पैसा नि उठेन
मेरो दिदीहरूलाई चाहिँ मेरो तर्फबाट चाहिँ आधी खुत्रुकेको पैसा है यो पल्लो है बिचरा योला मला चाहिँ कसैले बोक्नु सुन्नु छ सबैको कुरा सुन्दै हे गर्दै बस्छ बिचरा आमालाई पनि मामाहरूको याद आउँदो रहेछ अघि रुँदै थियो मसँग बोल्दा नि साक्षी ए रोना धना चल्दैन मेरो भनेर कति वर्ष भयो होला नि आमाले नहालेको भाइहरूले हो रानी बिहे गरेपछि यिनीहरू पनि त्यस्तै त हुने पछि बहुरानी नकरानी त्यही कारण अहिले दिदीबहिनीहरूले माया गरिदिँदा टिकाहरू लाउँदा तपाईँ त आउँछ होइन टिका हाल्नु आउनु परेन घरमा तिमीहरूको फेरि म बाटा बोकेर आउनु घरमै अब तपाईँ टिकै लाउनु मान्नुहुन्न अर्काको जोइसँग गइसकेपछि त्यस्तो भन्न मिल्छ कहाँ मिल्दैन दाजु हो पहिला दाजुभाइ भनेको दाजुभाइ हो पहिलो कुरो दाजुभाइले नि बहिनी पहिलो कुरो भने सोच्नु पर्यो नि हामी सोच्छौँ नि त दादा त्यो दुःख सिंह अब यस्तै छ के गर्नु है आशीर्वाद दिँदै लगाइदिएन दाजुहरूले जोइ पिट्दाखेरि के हुँदैन अरे आशीर्वाद त खाइदिए आशीर्वाद अघि दिएँ मैले के त्यो दिनु बेसी दिनु हुँदैन यो कुन कुनमा छैन त्यहाँ त लाउँदा त्यो 200 रुपैयाँ गरेको मत्त लाग्यो जहाँ पनि पुग्नु दाजु घामभन्दा पहिला हाम्रो मिलनको लागि चाहिँ घामभन्दा पहिला उठ्नु है ला सुत्ने बेला त्यतिखेर हुन्छ खाने छैन दिदी सुत्ने बेला त्यतिखेर हुन्छ ला टिका नलगाइ एउटा फोटो खिचेर पठाऊ भने चाहिँ मार्छ आमाले भोलि खोज्ने त्यो टिका नलाएको फोटो दाइबाट स्टार्ट होइन र दाइले लाउँदैन साधु जादु साँच्चै तपाईँले लगाइसकेको यति मात्र होला मेरो पनि यस्तै छ जादु टिकटकमा के एकदम सिरियस भएर साथीको पनि त बितिरहेको हुन्छ नि साइडमा हाँसिरहेको हाँसिदिन्छ नि। सोची सोची हाँस्दैछु म मजाले साइडमा बस्यो केमा चित्त बुझ्यो ला बुझेको छ कि केमा त चित्त बुझ्यो हामीलाई तेरो कपालमाथि गर तेरे नाम भन्छ सबै दाजुभाइहरू त यस्तै यस्तै त छन् तेरे नामहरू जस्तो मिलन त ठुलो मामा जस्तो पनि लाग्दैछ रुल्सहरू क्या हुकुमहरू सुन्दा दाजु त भिडियो बनाइदिइराख्नु कस्तो हाँसेको भाइ त नै अनि भिडियो त बनाउनु तिमीहरूको ढाड मात्रै निस्किन्छ बहिनीले भनेको कुरा मान्नु धेरै नकुद्नु इमोसनल ब्ल्याकमेल गरेर त्यो घुम्नुको लागि पैसा माग्ने होइन बोले तँलाई चाहिँ कस्तो भन्ने साला दिइरहन्छ यता हेर त तिम्रो दुईजना एकछिन दिदीबहिनी माया छ ढोक्नुपर्छ है थोरै दियो भने चित्त दुखाएको होइन फर्स्ट टाइम दिस भनेर अचम्मै लागेको ढोङ त मलाई हतार छ क्या तर त्यहाँनिर टिका आयो फोटो खिचेको छैन अहिले उनीहरूलाई पनि लगाइदिनुपर्छ है चेलीहरूलाई टोपी दे न टोपी उसलाई त हतार खै पर्छ त्यसो तिमीहरूको उयोले त भनेपछि चेलीहरूकोबाट पनि पाउँछ कि ला हो त के अरे त्यही दिए हुन्छ फेरि के अर्थ भने दसैँमा अस्ति पायौ त हाम्रोबाट त छ्या मलाई त हल्लाले जस्तो पो देख्छ है टोपीले त त्यो सबसे ठुलो चाहिँ कान्छाको लागि त्यो टाउको हेर्नु कस्तो छ भाइहरू पनि यो कसको यो हुन्छ दुईजना टाउके टाउकेसँगै सेवारो अब भाइलाई पनि ठिक्क हुँदो रहेछ खै ठुलो चाहिँ कुन हो यो यसको त टाउको देखेर त कसैले आएको छोड न त्यहाँ हट्नु दिदी त्यहाँ ला मेरो फोन कहाँ गयो हो छैन ए कस्तो लाग्यो टोपी त के हो त्यो लाउने ढाका टोपी चाहिँ कडा भएछ के दिनु बाँकी छ है तिनै जाने होइन अब जे भयो यो नम्बरलाई हेर्नु न यहाँ उसलाई मजा भएछ नि टिका सब होइन तर दामी भएको छ क्या हेर्नु न लु यतैबाट लगाइदियो हामीलाई लुगा लगाइदिनु त हातमा त पाइनु नलगाइदे कति कतिवटा सुँगुर बेचिसक्यो हौ यसले त पर्सि पनि पठाइसक्दैन चाहिँ म लगाइदिन्छु अब कहाँ फर्केको तिमीहरू फेरि होइन यसरी नै बसेर लगाइदिन्छ क्या भाइ टिकामा चाहिँ अगाडि नै हुनु पर्यो नि त हामी जहाँबाट बसेको छ त्यहीँबाट लगाइदिनुपर्छ क्या छेमा क्या है सोचिरहनु भएको यता आइज न मलाई सिकाउँदैछ त फेरि यसले होइन हो भाइ टिकामा त्यस्तो हुँदैन तँभन्दा त मै अगाडि जन्मेको होइन ला नहाँसु न त्यही क्यामेरा फोटोहरू यसो क्लिक गरौँ न क्यामेरा कहाँबाट चाहिँ खिच्नु फोटो त अगाडि खिचिरहेको छु क्यामेराम्यान सुधा लिम्बू भयो भाइ भयो खै त्योभन्दा बेसी चाहिँ यो त ब्लु छ हो
व्हाइट लगाइदिन्छु ल व्हाइटले पो तान्नुपर्छ त ल व्हाइटले तानेको व्हाइटमा ब्लू बस्थ्यो क्या गर्दैछ त्यो भाइ ल तैँले पनि लगाइदे न त्यो पो हिकिक हिकिक भइसक्यो आज त अनि तिनीहरूलाई माला लाउनु ला न ए माला छैन नि त सबै लिम्बूहरू मात्रै एउटा बनाएको कहाँबाट आएछ केहीमा नि मिलेन लाइन छिटो उत्रु लगाइदियो हौ यसले गाउने रहेछ नि त कस्तो बगालमा बस्दो रहेछ त भनेर मिलाउनेर पनि के नम्बर डाँडा घर बाजे जस्तो पक्कै देखिन्छ पक्कै त एउटा सुन्तली यो मान्छेले झन् ओह्रालो तान्दो रहेछ ओह्रालो तान्नु हुँदैन नि टिका यसरी माथि हो। नबिगार्थ्यो हात कामेको यो पुरानले चाहिँ के पो गरेको टिका भाइ कि हो त्यसलाई म तिमी त कुक गर्दैछ मलाई पनि लगाइदिन्छ त्यो रातो पानी हाँस्छ हाँस्छ पेट दुखिसक्यो आमामा पक्राइदिएको त्यही भएर भनिन चन्द्रकाली भनेर काली भनिदिन्छ पनि पेट दुखिसक्यो कलर लागेन ठाउँमै परेर ग्रीन कलर लाग्यो राम्रो छ मेरो उन्नति प्रगति गर्नु के दिनु कलर लागेन हेलो भाइ राम्रोसँग छ जोइन छ म खोज्नुहोस् माथि नै छ हौ राम्रो जोइन खोज्नुहोस् अलिकति जोइन बेसी ऊ कान छोपिन्छ भइसक्यो बिचरा जय जिनेन्द्र यसको राम्रो भेना खोज्नुहोस् टक्क खोइ गिफ्टहरू खोइ भाइहरूलाई टक्क पैसा माग्दा पाइसक्यो त। 4,000 चाहिन्छ भन्ने भेना खोज्नुहोस् कस्तो राखे यहाँ राखे दक्षिणा हेरेर मात्रै गिफ्ट दियो भाइ तिमीहरू छैन अब नहेर्नु है निजन दुईटा हातले देन हौ थ्याङ्क यू मान जस्तो मिठो भाइ भयो। भाइ भाइ थ्याङ्क यू भन्नुपर्छ अनि ढोग है पुरानो मान्छे अन्त लुगा ढोक्नु पर्यो लोगो यहाँ ल छामा भिडियो बनाइदिनु है यो अघिदेखि भिडियो बनाएर नि यो बङ्गाली नि मेरो टोपी खस्यो